वरलक्ष्मी सहकारी ठगी आरोपी ज्ञानबहादुर बन्धन पक्राउ परेका छन्। उनी सहकारी ठगीका नायिका समेत रहेको पनि बताइएको छ भने जीबी राईका जेठान समेत रहेको पनि देखिएको छ। जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतबाट भागेका बमजनलाई सिआइबीको टोलीले आज कालीमाटी बजार स्थितबाट पक्राउ गरेको पनि बताइएको छ भने बमजन सहित 3 व्यक्तिहरू अरू ठुला नायिकाहरू रवि लामिछानेलाई फसाउने व्यक्तिहरू समातिएको समेत बताइएको छ भने बमजनले नै जीबीलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएका थिए भने बमजन यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा 10 लाख धरोटीमा रिहा भएका थिए। जीबी राई हाल फरार रहेका छन् र उनको खोजी कार्य पनि प्रष्ट रूपले अगाडि बढिरहेको पनि अहिलेको सरकारले जनाएको छ भने इन्टरपोलदेखि सिआइबीदेखि ठुला प्रहरीहरू खटाएर उनलाई पक्राउ गरेर उनको खोजी कार्य अगाडि बढाएको पनि यसैगरी गृहमन्त्री सुदन गुरुङले प्रष्ट रूपले बताउने गरेका छन्। त्यसैगरी पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित कृष्ण प्रसाद जयसिंह पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका